तपाईको गाडीले पिकअप र माइलेज नदिएको कारण हजुरको गाडीमा भएको कार्बनको कारण हुन सक्छ। तपाईको गाडी 25,000 किलोमिटर भन्दा बढी वा 3 वर्ष पुरानो छ भने हजुरले तुरुन्तै आफ्नो गाडीको कार्बन क्लिनिङमा ध्यान दिनुपर्ने हुन्छ। एकचोटि ध्यान दिएर सोच्नुहोस्, तपाईको गाडीको पर्फर्मेन्स किन लो भइरहेको छ। हामीले लास्ट 2 महिनामा 350 भन्दा बढी गाडीलाई हाइड्रो डिटक्स गरेका छौं। सो हजुरको टाइम र लोकेसन पठाई हजुरले पनि आफ्नो स्लट बुक गर्नुहोस्। गाडीहरूलाई हाइड्रो डिटक्स गराउने छन्। सो आजै कार्बन गरी आफ्नो स्लट बुक गर्नुहोस्।